थुक्पाको लागि आलु चनाको रस बनिसक्यो। अब यसलाई चाहिँ मिचेर रस बनाउनु पर्छ। ल यतिकै भयो। अब सुप लाउनुपर्छ। यहाँ चाहिँ सुप मैले निकालेको छु आलु गर्नुको लागि। खेलाओस् न त। यो रहेको छ धनियाँ, यो रहेको छ प्याज खुर्सानी, यो रहेको छ हाम्रो थुक्पा। अब यो रहेछ सुपको लागि मसला। सुप त अघि मैले पकाइसकेको। अब मसला फ्राई गरेर हाल्नुपर्छ। यो चाहिँ रहेको छ हाम्रो प्याज। यो चाहिँ अप्सनल हो। त्यसपछि रहेको छ खोर्सानी, जो चाहिँ मलाई मन परेको हुनाले यसरी खानलाई तपाईँहरूकै तरिकाले खान पनि सक्नुहुनेछ। यहाँ चाहिँ रहेको छ हाम्रो मसला। यो चाहिँ रहेको छ हाम्रो मसला। बौला जस्तो पठाएको भेना। मसला भुटेर मैले चाहिँ हालिसकेको छु गाइस। यहाँ चाहिँ रहेको छ धनियाँ हाम्रो। मैले तपाईँलाई सुनाएको थिएँ नि अघि, मर्ने गरेर हैरान गरेर सुनाएको थिएँ। नर्स क्या नर्स हेर्नु नै। के बोल्छ हो, इङ्ग्लिसहरू पनि नबोल न यसरी भन्नु। मेरो इज्जतको पनि ख्याल राख। मेरो इज्जतको पनि कमसेकम ख्याल राख। यो रहेको छ हाम्रो धनियाँ रसमा पनि। अब चाहिँ सुप हालिदिनु पर्यो। अनि यो चाहिँ रहेको छ हाम्रो सुप आजको थुक्पाको। यिनीहरू यताउति झाक्राक बाक्राक भिडियो चाहिँ आज कान्छालाई सुप बनाएर खुवाउनु पर्यो भन्दैछु। भरियो होला त। यो चाहिँ रहेको छ हाम्रो टिमुर अकबर खोर्सानीको
सिमो के भयो तिमीलाई? ल आजको हाम्रो थुक्पा चाहिँ रेडी भइसकेछ खानको लागि। ल यो चाहिँ कान्छ तँलाई, यो चाहिँ देब्रे हातले नै दिए ल, मोबाइल समातिराखेको छु। यो चाहिँ रहेको छ हाम्रो आजको जाँड। कागती पुग्छ होला नि कान्छ।